हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आइयो के छ खबर, सन्चै हुनुहुन्छ होला तपाईँहरू सबै होइन। आज चाहिँ हाम्रो बिहानीको एकदम मिठो झलक एउटा सानो सर्ट ब्लग लड्कादेखि चाहिँ थोरै सानो ब्लग होइन चालु गरे। हामी चाहिँ यस्तो न साथीले यसो डाँडासाँडा जाऊँ न त घुम्न भनेर होइन, यसो न डाँडासाँडा जाऊँ घुम्न। भ्यू पनि एकदम बल्ल छ अरे बिहान। यो साइडको चाहिँ अहिले भ्यू पनि के भन्छ नि, त्यो के भन्छ भने ढुडी नेपालीमा ढुडी भन्छ नि त्यसलाई। ढुडी पनि फाइदा छैन क्या अहिले त। टाढो यस्तो बवाल छ नि यतातिरको, घुम्नको लागि पनि यति नै राम्रो, यति नै सुन्दर सुशील भन्छन् नि, डाँडा पाखा छाराले हो तिम्रै गीत गाउँछ हो, त्यस्तै हो क्या हाम्रो गाउँ, हाम्रो ठाउँ जस्तो छ त्यस्तै छ क्या। घुम्नको लागि पनि अति उत्तम। सबै कस्तो छ अरे बब्बाल राम्रो छ। घुम्नको लागि नि त्यस्तै राम्रो होइन, भ्यू पनि यति नै राम्रो, यति नै सफा, यति नै सुन्दर सुशील भने जस्तै हो कि। आज चाहिँ हामीहरू सानो एउटा मिठो ब्लगिङ गर्दैछौँ। यो ठाउँको कस्तो छ त, यहाँको प्रतिक्रिया कस्तो छ त होइन, यहाँ कस्तो कस्तो ठाउँ छ, कस्तो कस्तो गाउँ छ, कस्ता कस्ता घर छन्। अब यो चाहिँ सानो तला हो, ठुलो तला चाहिँ उता छ तलको लागि एरिया चाहिँ देख्नु कस्तो भयो जाने कता त अब समय तिमीले भन न। एरिया पनि यस्तो राम्रो छ कि